प्रभुको बगैँचा प्रभुको बगैँचामा यस्ता खराबीलाई पन्साएर खराबीलाई नागेर अगाडि बढ्छौँ, यही नै हो परमेश्वरको डर मान्नु भनेको। यस कारणले गर्दा परमेश्वरको सल्लाह, हामीलाई पहिलो सल्लाह परदेशी भएको अवस्थामा कसरी जिउनु, हामीले चाहिँ एकदमै डरसहित जिउनु भनेर प्रभुको वचनले कुरा गर्छ भने पहिलो पत्रुस 2 अध्यायमा हामीले जो अघि पदलाई पढेका थियौँ 11 पद अनुसार 2 अध्यायको 11 पदलाई अब हामी फेरि पढौँ त। अर्को सल्लाह छ यहाँनिर। हे प्रियहरू हो, हजुर, म तिमी परदेशीहरू र यात्रीहरूलाई बिन्ती गर्दछु, प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषहरूबाट टाढो बस। अब दोस्रो सल्लाह परदेशीहरूलाई के छ त भन्दा, पहिलो सल्लाह यसरी उहाँको डर, परमेश्वरको डरमा जीवन बिताउनु। दोस्रो सल्लाह चाहिँ प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट, शरीरका अभिलाषाबाट, आँखाहरूको अभिलाषाबाट, विभिन्न प्रकारका अभिलाषाहरू हाम्रो जीवनमा आउँछन्। हामीलाई पापमा फसाउनको लागि धेरै प्रकारका अभिलाषाहरू हाम्रो अगाडि यसरी आइपर्छन्। ती कुरामाथि चाहिँ के गर्नु, अब त्यसलाई पन्साएर त्यसमाथि विजयी भएर चाहिँ अब हामीले जिउनु पर्ने हुन्छ। जब अभिलाषामा हामी फेरि फस्छौँ, अभिलाषामा फस्दा हुँदै त्यसैले हामीलाई फेरि के गर्छ, पाप हाम्रो जीवनमा निम्ति आउँछ। पाप, त्यो अभिलाषा फेरि पापमा परिणत हुन्छ। यसकारण त्यो अभिलाषालाई हामीले पापमा परिणत हुन दिनु हुँदैन। दोस्रो चालचलन देख्दाखेरि उनीहरूले यो भाइ त बेग्लै छ, यो बहिनी त बेग्लै छ, उसमा के छ यस्तो कुरा भन्ने उनीहरूको मनमा के हुन्छ, कौतूहलता हुन्छ। अनि त्यहाँबाट उनीहरूले चाहिँ ख्रिस्टको ज्योतिलाई, ख्रिस्टको सुसमाचारलाई उनीहरूले हामीले भन्दै नभनिकन पनि, हामीले व्यक्त नगरिकन पनि के गर्छन्, हाम्रो चालचलन देखेरै उनीहरू प्रभावित हुन्छन् र उनीहरूले चाहिँ के गर्न सक्छन् त भन्दा ख्रिस्टको ज्योतिलाई देख्न सक्छन् क्या। यस कारणले गर्दा परमेश्वरले हामीलाई जहाँनिर राख्नुहुन्छ त्यहीँनिर ख्रिस्टको ज्योति भएर चाहिँ हामी जिउनु पर्छ। यसको चाहिँ तेस्रो सल्लाह, अन्य जातिहरूको बिचमा के गर्नु, एउटा असल चालचलन देखाउनु। असल चालचलन होइन, उनीहरूले हाम्रो जीवनबाट खराब चालचलन देख्यो भनेदेखि हाम्रो एक त ख्रिस्टको बदनाम भयो, एक त यीशु ख्रिस्टको सुसमाचारको ज्योति त्यहाँनिर चम्किँदैन। तर हामीले असल चालचलन उनीहरूले देख्यो भने ख्रिस्टको ज्योति चाहिँ त्यहाँनिर चम्किन्छ। र जुन कुरामा कुकर्म गर्नेहरू पनि तिनीहरू तिमीहरूको विरोधमा बोल्छन्, तिमीहरूका असल कामहरू देखेर ती कुराकै कारणले तिनीहरूले न्यायको दिनमा परमेश्वरको महिमा गरून् भनेर यहाँनिर भनेको छ। यसकारण यहाँनिर परदेशीहरूलाई 3वटा सल्लाहहरू हामीले हेऱ्यौँ यस खण्डबाट। एउटा चाहिँ डरसहित बिताउनु, परमेश्वरको भयमा जीवन बिताउनु, अर्को शारीरिक अभिलाषाबाट टाढो बस्नु, अर्को चाहिँ अन्य जातिहरूको बिचमा असल चालचलन देखाउनु भन्ने कुराहरू यहाँबाट हामी